कस्तो के भनेको तपाईँलाई मैले फ्रीमा आयो भनेको भनिरहेको छु भाडा दिन मन छ कि छैन लोकेसन चेन्ज गर्नु लोकेसन चेन्ज गर्नुपर्छ लोकेसन चेन्ज गर्नु खै मोबाइल दिनु मिल्दैन भने एङ्गोमा मिल्दैन लोकेसन चेन्ज गर्नु मैले भनिरहेको छु लोकेसन चेन्ज गर्नु न चेन्ज गर्न त मिल्छ नि लोकेसन चेन्ज गर्नु भनिरहेको छु तपाईँले राम्रोसँग भने बुझ्नुहुन्न कि के अरे मैले बुझ्दिनँ तपाईँको लोकेसन यहाँको लोकेसन छैन लोकेसन चेन्ज गर्नु लोकेसन चेन्ज गर्नु न तपाईँको मोबाइल दिनु न त लोकेसन चेन्ज गर्नुपर्छ नत्र मिल्दैन कस्तो मान्छेहरू भेटिन्छ हो लोकेसन चेन्ज गर्नलाई कुन ठुलो कुरा हो त लोकेसन चेन्ज गर्दा त भइहाल्यो नि गर्न भन्नु है सभ्य तरिकाले बोल्नु सभ्य तरिकाले बोल्नु लोकेसन हाल्छ उल्टो अनि यहाँ ल्याएर फर्काउँछ यार डाटा खोल्नु न त दिमाग खराब होइन राम्रो तरिकाले बोल्नु है मलाई भिडियो रेकर्ड अहिले गर्नु पर्थ्यो नि थाहा नि ब्लगर रहेछ त भिडियो अहिले रेकर्ड गर्नु पर्थ्यो प्रोफाइल चाहिँ थाहा हुन्थ्यो म पनि ब्लगर हो म पनि भिडियो गर्न सक्छु युट्युब अन गरेर हेर्नु मेरो पनि छ म पनि ब्लगर भिडियो बनाएर हुनसक्छ ब्लगर हुनसक्छ झारपात राम्रोसँग हेर्नु गयो हेर्दिन पैसाको ठुलो कुरा होइन कि हामीलाई यहाँ राइटको सम्बन्धीको प्रब्लम हुन्छ घुम्नुपर्छ कस्तो तरिका तपाईँको तरिका त्यही हो बोल्ने कम्प्लेन गर्नु तपाईँको एङ्गलै गर्नुहोस् गर्छु हेर्दै जानु त्यतिकै गर्छु यो तरिका मान्छे भयो कम्प्लेन गर्छु त्यही हो नि मैले तपाईँको लोकेसनै कहाँको लोकेसन देखाइरहेको छ दाइ यहाँ तपाईँको पनि देखाउँछ लोकेसन हेर्नु यहाँ रजिस्ट्रेसन छ कि छैन मेरोमा मात्रै हेर्नु यहाँ हेर्नु कहाँ छ लोकेसन त्यति आएको छैन क्या म पनि भिडियो रेकर्ड गर्नु यो बोले पनि हाल्ने नि फेरि है कट गरेर अर्कालाई गलत मात्रै देखाएको आफू गलत पनि हाल्नुपर्छ क्या अर्कालाई मात्रै गलत देखाउने हुन त अब भोइस अब ओभर गरेर त्यो यो लेख्छ भने भनेर हाल्ने होला तपाईँलाई दिन मन लागेको छैन भने नदिनुहोस् कि मलाई मतलब भएन तर मेरो राइटको तपाईँले दिन्न भनेको होइन त पैसा दिन्न भनेको छ तपाईँले मसँग यहाँ रेकर्ड छ पैसा दिन्न भनेको होइन म तपाईँ त्यतिकै भने म त पैसा नखाइकन हिँड्ने मान्छे थिएँ तपाईँको जति बेला त्यति दिन्थ्यो बढी चाहिँ म दिँदै दिन्न भन्ने मान्छे होइन आफूले भनिहाल्छ नि दाइ जहिले पनि यार रुटले बोल्ने होइन नि तपाईँ फ्रीमा खाने तपाईँकै खुट्टा ढोकेर लिएर आउनु पर्यो त मैले पैसा दिएपछि तपाईँले के रुटसँग बोल्ने हो त त्यतिकै त्यस्तो सपोर्ट त राइडै नगर्नु यसै पनि नगर्नु किन गर्नु एटिट्युड किन देखाएको त एटिट्युड चाहिँ किन देखाएको यहाँ उत्रिनु यहाँ म यहाँबाट घुमेर जान्न भने एटिट्युड चाहिँ किन देखाएको भोइस किन रेकर्ड गर्नु भने तपाईँले रेकर्ड गर्नु पर्यो आफ्नो सेफ्टीको लागि रेकर्ड गरेको हो त्यो पनि बोल्नुपर्छ अर्कालाई मात्र कराएको अर्काले कराएको मात्र हालेर त हुँदैन आफ्नो पनि गल्ती देखाउनु पर्यो नि त नि अर्कालाई मात्र त्यति फोकडा गराउनु हुन्छ के खाइदिएको मेरो केही खाइदिएको छैन मैले खाएको छ भनेर भनेको पनि छैन अनि के खाएको जस्तो त्यो गरेर पैसा सम्बन्धी हुँदैन एङ्गोमा पैसाको सम्बन्धी हुँदैन एङ्गोमा तपाईँको 100 रुपियाँ उठेको छ अरे 100 रुपियाँले हुन्छ एङ्गोमा तपाईँको लोकेसन त चेन्ज गर्नु पऱ्यो नि चेन्ज गर्दा कुन ठुलो कुरा भयो त टाइम लाग्यो एकैछिन कस्तो के गर्छु मलाई केही गर्नै परेको छैन म तपाईँको लोकेसन चेन्ज गर्ने हो बास तपाईँलाई पठाइदिने हो सक्यो मलाई अरू केही गर्नु छैन बोल्ने तरिका के मैले नि हामीलाई नि बोल्न आउँछ राम्रोसँग रेकर्डै छ
तपाईँ जस्तो मसँग 2-2वटा छोरी छ बुझ्नु भएन अनि त्यही भएर त्यस्तो भए मान्छेले किन यसरी बोले त बुझ्नु भएन बुझ्दिनँ म के भनेको उत्रेर म पैसा नदिकन जान्छु रे उत्रेर म पैसा नदिकन जान्छु रे बेइज्जत नगर्नु यार त्यो भन्ने हो तपाईँले मलाई कहाँदेखि लिएर आएको मैले के भने तपाईँ तिमीदेखि लिएर आएको अनि के भने खालको पैसा सैसा नदिँदै जान्छु रे तपाईँ कस्तो रुट छ मलाई थाहा छ रिस उठ्दैन पैसा सैसा नदिँदै जान्छु रे लाज लाग्दैन अलिकति किन लाज लाग्यो तपाईँ लाज लाग्ने रुट सम्म मलाई किन लाग्यो आफ्नो बुझ्नुपर्छ पहिला सँग लाग्छ यार यो मोबाइलबाट लोकेसनै चेन्ज भइरहेको छैन क्या रिटर्न दिनु भने कस्तो रिटर्न मलाई पैसा दियो कि होइन कति बेला दिनुभयो तपाईँले के रेकर्ड होला नि हेर्नु त कति बेला दिनुभयो तपाईँले अहिले पैसा त्यहाँ होइन मैले 100 रुपियाँ तपाईँले पैसा चाहिँ मलाई कति बेला दिनुभयो मैले हेर्नु नि त मसँग त्यस्तो सय त मसँग काम गर्ने मान्छेसँग कति हुन्छ नि खै रेकर्ड हेर्नु त मैले दिएको रेकर्ड हेर्नु तँ यार छोडिदिनु भयो जानु तपाईँ म अर्का पैसा खान नलिनु तपाईँ जानु भयो छोडिदिनु हामी अर्का पैसा खाने मान्छे पर्दैन कि भरे त्यो भिडियोमा पैसा दिएन यसले पैसा खाएर तपाईँले पैसा दिएको भए तपाईँले पैसा मलाई दिए जस्तो लाग्यो मैले दिकी दिन एकचोटि हेरौँ भन्दा तपाईँ हेर्न के बिच छ त भन्छ तपाईँले सेफ्टीको लागि यस्तै केही होला भनेर रेकर्ड गरेको कि म राम्रोसँग बोलेको छु अब राम्रोसँग बोल्नु है मैले अहिले हातमा लिएर तपाईँ दिएको थिएँ नि तपाईँले लिनु भएन अनि मैले गर्दाखेरि यहाँ टोटल पैसा पुगेन अनि तपाईँ दिए जस्तो लाग्यो एकचोटि हेर्नु भने हो क्या मैले राम्रो अब रिस उठेर आकाश बसिसक्यो होला नदिया भयो नि दिया भयो नि दिनै पऱ्यो नदिया भयो नि दिनु ल पर्दैन छोडिदिनु जानु भयो लिनु पर्दैन भयो लिनु भने म भयो भयो पर्दैन तपाईँको 100 रुपियाँले मलाई केही हुनेवाला छैन क्या छोडिदिनु तपाईँको पैसा त्यो फोकट खाने मान्छे पर्दैन त्यो भिडियोमा भरे पैसा नदिकन हिँड्ने भन्ने तपाईँले फर्स्टमै भन्नुभएको छ म पैसै नदिकन हिँड्छु भनेर त त्यो त रुटसँग बोलेपछि मलाई रिस उठ्यो मैले भने हो तपाईँले फर्स्टमै भन्नुभएको छ पैसा म नदिकन जान्छु भनेर अनि मैले भने होइन भने थाहा त त्यो छैन मेरो गल्ती हो त्यही त मैले भने होइन भने तपाईँको गन्तव्यसम्म तपाईँले पुगिसकेपछि के हाम्रो यहाँ फ्रीमा पेट्रोल पानी हालेर कुद्छ भाइ पानी हालेर कुद्छ तपाईँ पानी हालेर कुद्छ तपाईँ आफै सोच्नु न लिने भयो लिनु नलिनु भयो जानु म दिइरहेको छु तपाईँ नलिनु तपाईँको गल्ती हो होइन मैले दिएको छु तपाईँ नलिनु भयो तपाईँ पैसा नदिकन हिँड्छु भन्नुहुन्छ त अनि दिइरहेको छु नलिनु भयो तपाईँको गल्ती हो ला शरम नभएको यार